मलाई कहिलेकाहीँ तँ पनि त गभर्मेन्टमा थिइस् नि के गरिस् नि भनेर सोधिरहेको हुन्छन् होइन एन्ड द्याट्स वेन आई रियली एक्सप्लेन लुक राइट समयमा राइट क्रेडेन्सियल राइट एक्सपिरियन्स राइट मोटिभेसन भएका मान्छेहरू हुँदाखेरि गर्न सकिँदो रहेछ भन्ने मेरो व्यक्तिगत अनुभव त्यहाँबाट मैले सिकेँ सो यो पोलिटिक्सको बग अलिकति त्यहाँ पनि आयो क्या त्यो धेरै कुरामा फ्रस्ट्रेसन छ होइन अल्सो अनदर थिङ तपाईँ 2014 आउनुभयो हजुर प्लानिङ कमिसन नेपालको प्लानिङ कमिसन बेसिकली यी प्लान थिङ्स फर नेपाल त्यो बिगर पर्सपेक्टिभमा आई थिङ्क 5 years 10 years डाउन हेर्न खोज्नुहुन्छ अनि तपाईँ आउनुभयो एन्ड देन अर्थक्वेक गयो नि त ओके सो यो पनि तपाईँलाई राम्रो एक्सर्साइज भइदिएछ इट्स नट समथिङ विच इज गुड तर फर यु त्यो कन्सिक्वेन्सहरू चाहिँ एक अनुभव भाव आफ्नो गाउँमा युआर इन द प्लानिङ कम्बिनेसन आफ्नो गाउँ हो नि त गोर्खा हो नि त जिल्ला बारपाक माथि हो जिल्ला वाज गोर्खा तपाईँको ठाउँ भयो अनि यु स द ब्लकेड अल्सो सो इकोनोमिक क्राइसिसहरूको लागि त तपाईँको लागि अनि कोभिड पनि आइहाल्छ तपाईँलाई त तयारी राम्रो थियो होइन द्याट्स ट्रु भूकम्पको चाहिँ सो इट हिट होम भन्छन् नि भेरी पर्सनल पनि भयो म जन्मेको घर छ नि त्यो नै भत्क्यो भनौँ न सो इट वाज म 31 सालमा त्यो गोर्खाको त्यो एकदम भिरालो ठाउँमा भएको गाउँ छ क्या सानो जुरुको बुङकोट गाउँभित्र पनि चापाबोट भन्ने हाम्रो गाउँ छ पाँच घरको म जन्मेको घर चाहिँ भत्क्यो र अहिले भत्काउनै पर्यो त्यो होइन सो त्यस मानेमा यहाँ पनि तर म काठमाडौँ थिएँ त्यो दिन वेयर एउटा मास मिटिङ कि सेमिनार जस्तो पब्लिक लेक्चर जस्तो म तयारी गर्दै थिएँ ठ्याप्प त्यो 56 सेकेन्डको क्वेक आयो पर आई वाज राष्ट्रिय योजना आयोगको सदस्य मेम्बर थिएँ त्यो कमिसनको अनि मेरो लागि चाहिँ त्यो ठ्याक्क अब मैले वर्ल्ड ब्याङ्क छोडेर नेपाल फर्केँ 5-6 महिना अब एडजस्ट गरेर ल अब नियमित कामहरू गर्ने इकोनोमिक रिफर्मको प्लानिङको बजेट बनाउने कुराहरू होइन गर्ने भनेर सुरु भइरहेको थियो 5-6 महिनामा अर्थक्वेक हिट है त्यो अप्रिल 2015 को नम्बर 1 थिङ त जुन प्लान गरेको छ त्यो प्लानलाई त अहिले डिच गरेर सबै नयाँ फेरि रिफर्म पनि हुनु पर्छ स्टल्ड भयो भनौँ न सबै गोलहरू त होइन डिभिएट हुने भइहाल्यो तर त्यति बेलाको इमिडिएट प्रायोरिटी त के भयो कति ड्यामेज भयो कति लस भयो होइन प्रपर्टीमा वेल्थमा ह्युमन लाइफ्समा होइन त्यहाँबाट इमिडिएट रिकभरी रिलिफहरू गर्नु पर्यो त्यहाँबाट रिहेबिलिटेसन होइन त्यो जुन जसको लाइभलीहुड्स नै विस्थापित भयो नि त्यसलाई रिहेबिलिटेट गर्नु पर्यो अनि लङ टर्म रिकन्स्ट्रक्सन गर्नु पर्यो सो त्यो अलिकति मेरो इकोनोमिक्सको ट्रेनिङले र एउटा पोस्ट डिजास्टर रिस्पोन्सको एउटा स्थापित विधि पनि हो होइन सो फर्स्ट 2 weeks हाउ मेनी लाइफ्स क्यान वी सेभ फर्स्ट 24 hours भनौँ न यहाँ तानेर कति लाइफ्स बचाएको त हामीले देख्यौँ नि होइन त्यो रेस्क्यु एन्ड रिलिफ एकदमै सर्ट टर्मको भयो रिहेबिलिटेसन 2 महिना जति भयो अनि रिकन्स्ट्रक्सनको फेज चाहिँ सुरु भयो त्यसमा काम गर्न पाइयो क्या अनि मेरो मलाई कहिलेकाहीँ तँ पनि त गभर्मेन्टमा थिइस् नि के गरिस् नि भनेर सोधिरहेको हुन्छन् होइन एन्ड द्याट्स वेन आई रियली एक्सप्लेन लुक राइट समयमा राइट क्रेडेन्सियल राइट एक्सपिरियन्स राइट मोटिभेसन भएका मान्छेहरू हुँदाखेरि गर्न सकिँदो रहेछ भन्ने मेरो व्यक्तिगत अनुभव त्यहाँबाट मैले सिकेँ सो यो पोलिटिक्सको बग अलिकति त्यहाँ पनि आयो क्या त्यो धेरै कुरामा फ्रस्ट्रेसन छ होइन खत्तम छ केही नथिङ वर्क्स या मान्छेहरू पनि यताउता भन्ने छ तर कहिलेकाहीँ चाहिँ राम्रो कोअलिसन अफ लाइक माइन्डेड पिपल समयले पनि त्यस्तै खालको लिडरसिप मागेको बेलामा इफ यु आर फर्चुनेट टु बी देयर इन द्याट पर्टिकुलर थिएटर त्यो स्टेप अप गरेर डेलिभर गरेको सन्तुष्टि पनि मलाई छ क्या सो त्यति बेला हामीले चाहिँ अब रिलिफहरू त आर्मी प्रहरी अरू ह्युम्यानिटेरियन वर्कर्सहरू होइन सबैलाई त्यो छोडिहाल्यो अब एज प्लानर्स हामीले चाहिँ ओहो यत्रो क्षति भएको छ अब इमिडिएट कति हाम्रो 8-9 हज़ार त लाइफ्स वर लस्ट त्यहाँबाट प्रपर्टी ड्यामेज लस इकोनोमिक एक्टिभिटी छुट्यायौँ हामीले कति नोक्सान भएको त्यो तपाईँहरूले नै गर्ने हामीले नै गर्यो हाउ डु यु एनालाइज इट त्यो चाहिँ अब एकदमै पहिला सेक्टरहरू नै टुक्र्यायौँ होइन जस्तो घरबाटै सुरु गऱ्यौँ क्या हामीले कति घर क्षति भयो त पार्सल्ली ओभरअल होइन सबै क्षति त्यो हेर्दाखेरि कति 7 लाख कि 8 लाख घरहरू एउटा माइनर क्र्याक फेरि बस्न नमिल्ने गरेर भएको क्र्याकदेखि लिएर घरै ध्वस्तै भएको त यहाँ काठमाडौँमा पनि देखियो नि माछा पोखरीमा सीतापाइलामा होइन देखि लिएर चाँगु नारायण जस्तोहरू ध्वस्त भयो नि सो देन वी स्टार्ट त्यो सङ्ख्या पहिला त डाटा कलेक्टै गर्नु पऱ्यो होइन अनि त्यो डेटाहरू आइसकेपछि
एन्ड वी मेड असम्पसन्स के जस्तो अब क्षतिपूर्ति कति दिने त अथवा बनाउनलाई कति दिने भन्दाखेरि हामीले निड्स कति होइन नेपालले आफ्नै बजेटबाट कति ल्याउने नपुग रकम चाहिँ बाहिरबाट ल्याउनु पऱ्यो यो त एकदम सिम्पल एक्जाम्पल मैले घरको हकमा दिएको त्यति बेला हामीले चाहिँ के भन्यो 3 लाख दिउँ त एउटा घर भत्किया छ भने 3 लाख मिनिमम दियो भने कति पैसा चाहियो त होइन सिम्पल म्याथमेटिकल गरेर सो हाउसिङलाई त्यसले 3 लाखले घर बन्ने त होइन तर किन धेरै कुरा त प्राइभेट हाउसेसहरू त उनीहरूले पनि दिनुपर्ने भयो सो त्यसको एउटा एस्टिमेट हो अब टुरिज्मको लस कति भयो भन्दाखेरि अब बन्द भयो होइन होटल रुम कतिवटा छ नेपालमा नर्मल अकुपेन्सी रेटहरू कति छ 50-60% होइन अब हेरिकन 5 स्टारदेखि लिएर तल लज ट्रेकिङ ट्रेलको लजहरूसम्म कति दिनको व्यापार ठप्प भयो होइन त्यसले गर्दा टुरिज्महरू चाहिँ कति महिना चाहिँ बन्द भयो त भनेपछि अहिले कोभिडमा पनि त्यस्तो आकलन गर्न सकिन्छ अब सिम्पल ट्रेडर्सहरू एक्सपोर्ट इम्पोर्ट गर्नेहरूलाई कति क्षति भयो एयरलाइनको कति क्षति भयो होइन एजुकेसनमा चाहिँ अब स्कुल बिल्डिङहरूको कुराहरू आयो हेल्थ पोस्टहरू कति हेल्थ पोस्टहरू कति भयो एजुकेसनमा त हामीले वी नोटेड कि त्यो स्याटरडेको दिन भएर धेरै बच्चा बच्चीहरूको लाइफ गएन भन्ने छ तर त्यहाँ हामीले वी अलरेडी मेड दिस पोलिसी पोइन्ट कि एसियाली विकास बैङ्कको सहयोगमा धेरै स्कुलहरूलाई फोर्टिफाई गरिया रहेछ क्या प्रबलीकरण के हुन्छ नि भूकम्प प्रतिरोधी बनाएको रहेछ अनि कति स्कुलहरू चाहिँ बनाएको रहेछ यु वर्क देयर अल्सो हैन एडिबीमा चाहिँ म कन्सल्टेन्टको रूपमा मेरो बडी वर्ल्ड ब्याङ्क वासिङटनको एडिबी चाहिँ वर्ल्ड ब्याङ्क जस्तै हो तर त्यो चाहिँ एजियालाई मात्रै हेर्छ त्यसले द्याट्स हेडक्वार्टर्ड इन मनिला आई रेड अन बायो अनि एडिबीको सहयोगमा त्यो सो द्याट्स अ भेरी हामी डिजास्टर भएपछि पोस्ट डिजास्टर रिस्पोन्स एकदम व्यापक गर्छौँ होइन मान्छेहरू ओहिरिन्छन् पैसा ओहिरिन्छ तर यो प्री डिजास्टर इन्भेस्टमेन्टको त्यति बेला महत्त्व थाहा भएको क्या हामीलाई यदि त्यो शनिबार नभएर शुक्रबार वा बिहिबार चाहिँ स्कुल भए त त्यो प्रबलीकरण नगरिएका स्कुलहरूमा त हन्ड्रेड्स इफ नट थाउजन्ड्स अफ आवर स्कुल किड्स होइन इन द विलेजेस वुड ह्याभ पेरिस्ड है अनि त्यो प्रबलीकरणका स्कुलहरू भूकम्पले थेगिए अरू चाहिँ भत्कियो क्या स्कुलहरू लाइफ्स चाहिँ लुज भएन शनिबारको दिन भएर सो एनिवे सो एजुकेसन हेल्थ टुरिज्म हाउसिङ स्टक ट्रेड यो सबै क्षेत्रहरूलाई टुक्र्याएर हामीले हेऱ्यौँ वन जङ्गलमै पनि कति क्षति भएको छ छैन भनेर गर्दाखेरि चाहिँ हामीले करिब $8 बिलियन जतिको क्षति भएको रहेछ भनेर हिसाब गऱ्यौँ त्यति बेला अनि त्यो हाउ लङ डिड दिस टेक यु एनालाइज गर्न वी ह्याड टु डु इट भेरी फास्ट है सो वी डिड इट इन 2 months कारण म भन्छु तपाईँलाई त्यसपछि त पैसा माग्नु पऱ्यो नि त विदेशीहरूसित होइन किन त्यो अनि यस्तो क्राइसिस त अर्को फिजीमा आइदेला फेरि नाइजेरियामा बाढी आइदेला होइन इन्टरनेसनल अटेन्सन त एकदमै लिमिटेड छ नेपालको अर्थक्वेक भन्दा अमेजिङ आउटपोरिङ अफ सपोर्ट भयो मिडियाले पनि कभर गर्यो BBC CNN सारा भयो तर मिडियाको पनि अटेन्सन स्प्यान एकदम कम यु आर इन नेपाल अन्टिल द नेक्स्ट क्राइसिस समवेयर एल्स होइन भनेपछि हामीले चाहिँ त्यो 2 महिनाभित्रै आफ्टर सकहरू आइराखेको थियो है अनि त्यो क्षति आकलन यसलाई फर्मल्ली चाहिँ पोस्ट डिजास्टर निड्स असेसमेन्ट PDN भन्छ होइन सो त्यो चाहिँ योजना आयोगमा हाम्रो डाक्टर गोविन्दराज पोखरेल भाइस चेयरम्यान हुनुहुन्थ्यो म मेम्बर थिएँ त्यो हाम्रो टिमले मजाले काम गर्यो तर निटिग्रिटी अलिकति मेरो वर्ल्ड ब्याङ्कको अनुभव भए हुनाले युएनसँग पनि अनुभव भए हुनाले डोनरहरूसँगको इन्टरेक्सन यहाँको सिभिल सोसाइटीलाई मोबिलाइज गर्ने सबै कामहरूमा चाहिँ म बढी सक्रिय थिएँ होइन अनि त्यो पोस्ट डिजास्टर निड्स असेसमेन्ट हामीले 2 महिनामा नै गऱ्यौँ तर वी न्यू द्याट वाज एन इन्कम्प्लिट एक्सर्साइज होइन कारण के भन्दा अब सबै कम्प्लिट त त्यो डिटेलमा त गर्न पाएको छैन सो बट वाट वी सेड वाज लुक वी डोन्ट नो इनफ बट वी मेड रियलिस्टिक असम्पसन्स अबाउट अल दिस थिङ्स अघि घरको मैले भने नि मोटामोटी 7 लाख जति भत्किएको छ एउटा घरलाई 3 लाखको रूपले क्षतिपूर्ति दिने भने यति रकम चाहियो ट्रेडमा यस्तो यस्तो भएको छ टुरिज्ममा यस्तो यस्तो भएको छ भनेर त्यो गर्दाखेरि चाहिँ निजी क्षेत्रको 4 बिलियन पब्लिक सेक्टरले गर्नुपर्ने 4 बिलियन जस्तो अब निजीलाई अन्तर्राष्ट्रिय सहयोग त्यति दिइँदैन होइन तर त्यो पब्लिक सेक्टरको 4 बिलियन त्यसपछि हामीले माग्यौँ वी मेड एन अपिल अनि त्यो यति क्रेडिबल ट्रान्सप्यारेन्ट किसिमले गऱ्यौँ नि किन असम्पसन्स वेयर कहाँबाट ल्यायो नम्बर भन्यो भने दिस इज हाउ वी वर्क इट आउट भनेर मजाले एक्सेल सिटै खोलेर देखाइदिन सक्ने भनेपछि त्यो यस्तो इन्स्टेन्टली क्रेडिबल भइदियो क्या त्यो अनि त्यो कुरा हामीले डोनर कमिटीमा चाहिँ पेस गऱ्यौँ चाइनाको फरेन मिनिस्टर इन्डियाको फरेन मिनिस्टर अब युएन वर्ल्ड ब्याङ्क एडिबीका सबै दिग्गज ठुल्ठुला मान्छेहरू यहाँ आए त्यति बेला अनि नेपालमै नगर्ने आफ्टर सकहरू आइरहेछ कहाँ यस्ता मान्छेलाई नेपालमा बोलाएर यस्तो सम्मेलन गर्ने भन्ने थियो त्यो पनि हामीले रिजिस्ट गरेर होइन कसैले दिल्ली गर्नुपर्छ कसैले प्यारिस गर्नुपर्छ कसैले टोकियो गर्नुपर्छ विभिन्न दाताहरूको इन्ट्रेस्ट अनुसार वी वान्ट टु होस्ट इट भन्ने क्या उनीहरूले त्यो सदाशयतै राखेर गरे तर वी सेड नो विल डु इट इन काठमाडौँ भन्यो अनि यहाँ गरियो
र त्योबाट हामीले करिब $4 बिलियन कै प्लेज पायौँ, जति मागेका थियौँ लगभग त्यति नै पायौँ होइन। प्लेज हो त्यो, फेरि आएर कसैले कटकट गनेर दिए होइन होइन, तर त्यसले हामीलाई हौस्यायो वा। तर उनीहरूले एउटा प्रश्न सोधे, तिमीहरूको नियमित बजेट त तिमीहरू खर्च गर्दैनौ, यत्रो $4 बिलियन को रिकन्स्ट्रक्सन कहाँबाट गर्छौ भनेपछि, एन्ड वी हेड एन्टिसिपेटेड द्याट होइन। सो अगेन गोविन्दराज पोखरेल त्यति बेलाको चिफ सेक्रेटरी, हामीहरू सबै बसेर चाहिँ एउटा नयाँ फास्ट ट्र्याक संयन्त्रमा एक्सर्साइज गरौँ त भनेर, अनि त्यो नेसनल रिकन्स्ट्रक्सन अथोरिटी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बनाम, जसले चाहिँ अब इन्भाइरोमेन्टल असेसमेन्टका कुराहरू, प्रोक्योरमेन्ट रुल्सहरूका कुराहरू, मान्छेहरू हायर गर्ने कुराहरू चाहिँ अलिक फास्ट ट्र्याकमा गरोस्। हाम्रो नियमित गभर्मेन्ट ब्युरोक्रेसीको शैलीमा गयो भने त यो होइन 5 वर्षमा यो हुँदैन। तर नयाँ संस्था जन्माएर टिकाइराख्ने पनि होइन। सो अगेन द्याट वाज एन एक्सपेरिमेन्ट कि यस्तो संस्था बनाम जसको चाहिँ सनसेट क्लज पहिले राख्थ्यौँ, यसको मृत्यु कहिले हुने भनेर पहिले तोक्थ्यौँ। सो इट विल हेभ अ 5 इयर लाइफ स्प्यान भनेर गऱ्यौँ। र त्यसको सिइओलाई पनि एकदम शक्तिशाली, सबै मिनिस्ट्रीहरू कोअर्डिनेट गर्नु पऱ्यो नि, भौतिक मन्त्रालय, ऊर्जा मन्त्रालय, शिक्षा, स्वास्थ्य, अर्थ मन्त्रालय भनेपछि यसलाई पनि शक्तिशाली सिइओ बनाऊँ यसको, जसको चाहिँ ऱ्याङ्क प्रोटोकलमा मन्त्री सरह नै होस्, ताकि उसले बनाउँदाखेरि सचिवहरू पनि आउन्। नेपाल गभर्मेन्टमा एकदम सेन्सिटिभ हुन्छन् कि कसले बोलाएको, उपसचिवले, म त सहसचिव, म त जान्न भन्ने हुन्छ होइन। त्यसरी त्यो सो एउटा डिटेल्ड भेरी रिगरस असेसमेन्ट गरियो। त्यसको जगमा एकदमै सक्सेसफुल इन्टरनेसनल कन्फरेन्स, अर्थ मन्त्रालय, योजना आयोग, प्रधानमन्त्री कार्यालय सबै मिलेर त्यो गरियो र एउटा रेस्पेक्टेबल, हाइली रेस्पेक्टेबल प्लेज पनि पाइयो। र त्यसलाई खर्च गर्ने गरेर एउटा इन्स्टिट्युसनल डिजाइन पनि गरियो रिकन्स्ट्रक्सन अथोरिटी। सो त्यसमा भूमिका खेलेको चाहिँ यो त मेरो लाइफकै एकदमै मेमोरेबल होइन, र सब्सटेन्सियल कन्ट्रिब्युसन दिन पाएको गभर्मेन्टमा बसेर। सो पोजिटिभ पार्ट हो त्यो छ। अब फ्रस्ट्रेसनका फेजेसहरू त अरू छन् होइन, गर्न खोजेको कुरा, गर्न नभएका कुराहरू त्यो छन्। त्यसैले तर राम्रो ग्रुप अफ पिपल एउटा क्राइसिसको बेलामा स्टेप अप गर्न सक्या हुनाले पोलिटिक्सको जुन नोबल पर्पस हो नि, ओरिजिनल पर्पस त होइन, देशै चेन्ज गर्ने, समाजै चेन्ज गर्ने भन्ने चाहिँ त्यो पटक्कै नभएको होइन, त्यो छ, त्यो गर्न सकिन्छ। तर धेरै कुराहरू जुर्नु पर्दो रहेछ भन्ने अनुभव हो। अब त्यसै पछिको अनुभव राम्रो भएन, किनकि पैसा पनि आयो, रिकन्स्ट्रक्सनको प्रक्रिया पनि सुरु भयो, भूकम्पको पनि क्विकली फेडेड इन मेमोरी। 4-5 महिनापछि त नेताहरू कता लगे, फेरि संविधान बनाउनु पर्यो, संविधान त बाँकी थियो। अनि संविधान चाहिँ यही संविधान सभाले बनाउनुपर्छ भनेर चाहिँ त्यतातिर लागे। अब हतार संविधान लिएर आयो होइन। अब मधेस वाज अल्सो अनह्याप्पी, इन्डिया वाज अनह्याप्पी, त्यहाँबाट तुरुन्तै ब्लकेड भयो। अनि त्यही बेलामा गभर्मेन्टै चेन्ज भयो। अनि योजना आएको चाहिँ हाम्रो राजनीतिक नियुक्ति हुन्छ, वी आर टेक्निकल पिपल बट इट्स अ टेक्नो पोलिटिकल अपोइन्टमेन्ट। सो एउटा नैतिकताले पनि जुन गभर्मेन्टले अपोइन्ट गरे हो त्यो गभर्मेन्टले छोडेपछि मैले 2 चोटि नै त्यसरी नै राजीनामा दिएँ। सो वी स्टेप्ड आउट। सो 17-18 महिनापछि म त हटेँ। अनफर्चुनेटली अब नाकाबन्दी पनि अर्को छुट्टै क्राइसिस, संविधानको जटिलताहरू, रिकन्स्ट्रक्सन फेरि ब्याक बर्नरमा गयो क्या। अनि अर्को रेजिमले, अर्को गभर्मेन्टले फेरि अर्को सिइओ लिएर आएर गर्दाखेरि दे ह्याड टु स्टार्ट द होल थिङ। सो त्यो ओरिजिनल जुन हाम्रो भिजन थियो नि, यो भूकम्पको पुनर्निर्माण बाट देश निर्माणकै एउटा झलक दिन सकिन्छ कि भन्ने भिजन थियो क्या हाम्रो। किन 14वटा जिल्ला अति प्रभावित, 31वटा जिल्ला समवाट प्रभावित भनेपछि 31वटा जिल्ला भने त नियरली हाफ द डिस्ट्रिक्ट चाहिँ भनेपछि यहाँ चाहिँ यस्तो किसिमले बस्ती, मोडर्न सेटलमेन्टहरू कसरी बनाउने, रोड्सहरू कसरी बनाउने, पुनर्निर्माण गरिएका घरहरू पनि होइन। अब धुलीखेलदेखि काठमाडौँ भक्तपुरमा चाहिँ कलात्मक ढङ्गले कसरी रिकन्स्ट्रक्सन गर्न सकिन्छ भन्ने कुराहरू देखाउने धेरै त्यो भिजन थियो क्या। पिडिएनएमा धेरै कुराहरू परेको थियो। त्यो चाहिँ वी सोर्ट अफ स्क्वान्डर्ड इट बिकज अफ इट फेल भिक्टिम टु पोलिटिकल इन्स्टेबिलिटी है। अनि त्यसपछि 9-10 महिना हामी बाहिर भयौँ, नयाँ टिमले गर्यो, आफ्नो किसिमले सुरु गर्यो। काम चाहिँ फत्ते भयो। नाउ लुकिङ ब्याक, रिकन्स्ट्रक्सन चाहिँ नेपालको त्यो च्याप्टर क्लोज भयो। 6 वर्ष जति लाग्यो, 5को सट्टा 6 वर्ष लाग्यो। अब धरारा सरहर त देख्नु भएको छ धेरै ठाउँ, रानी पोखरी होइन, दरबार हाई स्कुलहरू पार्ट अफ द्याट। त्यो सुरुदेखिकै भिजन हो त्यो हजुरले गर्नुभएको। हामीले त्यो जोहो गरिदिएको, असेसमेन्ट त्यो भयो, पैसा खोजिदिएको। हालाकि हरेक वर्ष दे ह्याड टु कुनै दिन्छु भन्नेले नदिने अनि नयाँ स्रोत खोज्नुपर्ने, त्यो त नियमित ओभर द नेक्स्ट डिसबिलिफ पनि हुन थाल्यो नि त, गभर्मेन्टै यस्तो भइरहेछ, त्यस्तो अनस्टेबल भइरहेछ। सो त्यही हो स्टेबल। व्हाट इज द फ्रस्ट्रेसन टु लिभ दिस राजीनामा 2 चोटि इफ यु क्यान? ए होइन, त्यो चाहिँ राजनीतिक एथिक्स कि मलाई जुन गभर्मेन्टले अपोइन्ट गर्यो नि उसले फल भएपछि अनि मैले राजीनामा दिएँ। किन यो चाहिँ ब्युरोक्रेटिक पोजिसन होइन यो होइन।
जसरी मन्त्रीहरू छोड्छन् नि प्रधानमन्त्रीले राजीनामा दिएपछि स्वतः क्याबिनेट डिजल्भ भए जस्तै किन योजना आएको चाहिँ फेरि योजनाको अध्यक्ष चाहिँ प्रधानमन्त्री हुन्छ क्या अनि म चाहिँ पछि उपाध्यक्ष भएँ अनि उपाध्यक्षको अन्डरमा चाहिँ सदस्यहरू हुन्छन् होइन सो कोही कोही चाहिँ बस्छन् होइन यस्तो 2-4 हप्ता दे वेट अन्टिल दे आर स्याक्ड क्या होइन तर अब हामीहरूले होइन त्यो मिल्दैन त्यो अलिकति बेसिक एथिक्सका कुराहरू हुन् सो जब ओलीजी आउनुभयो नि सुशील कोइरालाले राजीनामा दिनुभयो अनि केपी ओली आउनुभयो 2015 को नोभेम्बरमा फर्स्ट डेमै मैले राजीनामा दिएँ पछि पनि फेरि 2018 मा पनि उहाँले जुन झन्डै 2/3 बहुमत लिएर आउनुभयो नि पछि 2018 को फेब्रुअरीमा त्यति बेला पनि म उपाध्यक्ष थिएँ सर्ट ट्रेन्यो त्यति बेला पनि मलाई भेटेरै अनि उहाँकै फर्स्ट डेमै राजीनामा दिएर अनि म बाहिर निस्केँ एउटा यो त सिम्पल नैतिकताको कुरा हो अब यु सेटिस्फाइड सबै रिजल्टहरू किनकि अब अहिलेको हाम्रो दरबार स्क्वायर्सहरूकै भनौँ न हजुर त्यहाँ फेरि दिस इज डन बाई चाइनिज गभर्मेन्ट भनेको त्यो पनि तपाईँहरूकै प्रोग्रामको थ्रुको थियो कि त्यो फेरि केभिपिटी अर त्यो होइन त्यो चाहिँ अब रिकन्स्ट्रक्सन अथोरिटीलाई सुम्पियो नि त सबै जिम्मा होइन हाम्रो त एकदम प्रारम्भिक काम त्यो सबै हजुरको चाहिँ यो दरबार स्क्वायर्स भन्दा नि पिपल फर द पिपल द हाउसेस त्यो हेर्नु भएको थियो सबै नै हो तर त्यो जुन भाइले जस्तो रिकन्स्ट्रक्सन दरबार स्क्वायरको रिकन्स्ट्रक्सनहरू त मेबी टुक मोर देन अ इयर होइन हामीले त छोडिसकेका थियौँ त्यति बेला र रिकन्स्ट्रक्सन अथोरिटीले सुरु गर्यो अब कुनै विभिन्न मोडलहरू सम वेन्ट रङ होइन जस्तो रानी पोखरीमा अर्कै बनाउनु लाएको थियो नि पिपल लेभलमै विरोध भयो होइन कहाँ त त्यो वाटर पार्क बनाउनु लागिरहेको थियो भन्ने पनि सुनेको थिएँ मैले होइन त्यो काठमाडौँको मेयरले देन ही रिट्र्याक्टेड कहीँ अलिकति ल्याप्सेसहरू भए हो होइन अनि कति ठाउँमा चाहिँ डोनरहरूले म यो बनाइदिन्छु नि भनेर आएपछि ल बनाइदेऊ भनेर पनि दिइयो क्या त्यस्तो पनि भएको छ होइन जस्तो पाटन म्युजियम इज ब्युटिफुल नि होइन अस्ट्रियनहरूले बनायो क्या त्यो 86देखि नै 10 वर्ष लगाएर होइन एभ्री डिटेल एभ्री त्यो क्राफ्टलाई चाहिँ रेस्पेक्ट गरेर बनाए होइन अब काठमाडौँ दरबार स्क्वायरमा चाहिँ अब चाइनिजहरूलाई दिएको छ होइन 2-3वटा उहरूलाई हाम्रो जस्तै कलात्मक एक्सपिरियन्स थियो कि थिएन होइन उनीहरू चाहिँ कुनै भवन बनाए जस्तो दरबार हाई स्कुल लुक्स नाइस फ्रम आउटसाइड होइन त्यो पनि चाइनिजहरूले बनाइदिया हो इन्डियनहरूले बनाएको छन् बुङमतीमा नुवाकोट दरबार होइन गोर्खाको पनि इन्डियन सहयोग जस्तो लाग्छ जस्तो गोर्खाको हाउजिङहरू चाहिँ धेरै इन्डियन सहयोगमा बनाएको हो सो यो पछि चाहिँ त्यही 70जना वडा त डोनरहरू लिएर आएको थियौँ नि हामीले त्यसको वर्ल्ड ब्याङ्कले चाहिँ यो म बनाइदिन्छु रोड्सहरूमा होला एयरपोर्टहरूमा होला एडिबिएस स्कुलमा बनाइदियो जाइकाले पनि धेरै स्कुलहरू बनायो होइन त्यो मिक्स एन्ड म्याच गरियो क्या ल यो निड छ ल यो चाहिँ तिमीले गरिदेऊ नि त भन्ने भयो कतिमा तिमीले आएर बनाइदेऊ भन्ने भयो कतिले चाहिँ हामी नै बनाइदिन्छौँ त यो सेक्टरमा हामीले काम गरेर त धेरै भयो भनेर अनि यहाँ पनि नेपालको डोनरहरूको हेर्नुभयो भने काइन्ड अफ एउटा आइडेन्टिटी